Hey guys, this is raspberry and banana smoothie. I just made it for me. I did a little bit of cardio workout watching YouTube video. So yep, and then we'll going somewhere today in the day. So keep on watching. म यहाँबाट सुकेधारा चाहिँ बसमा गएँ अनि त्यसपछि बसमा चाहिँ यता हाम्रो साइडतिरको बाटो माइक्रोमा गएको होइन ऊ त्यहाँ तल चाहिँ बाटो बन्द रहेछ क्या अनि बाटो बन्द भएर अर्को साइडबाट लगेको थियो त्यो अर्को साइडमा चाहिँ बाटो कहाँ हो कता भुलेर त्यो ड्राइभरलाई पनि थाहा थिएन रहेछ अनि कहाँ कहाँ लग्यो कि अर्कैतिर अनि बल्ल बल्ल बाटो भेट्टाएर गएको अनि सुकेधारा पुगेर बहिनीलाई लिएर अनि त्यसपछि हामी फेरि बाइकमा न्यु रोड गएको बहिनीको साडी किन्न अब बहिनीलाई त देखाएन मैले किनभने उसलाई अलाउड छैन देखाउन यताउति अनि त्यही भएर बहिनीलाई चाहिँ देखाएन अनि हामी साडी किन्न गयो पिङ्क कलरको मिठो कलरको साडी किन्यौँ बहिनीको अनि अब त्यो साडी खोज्दा यताउति गर्दा नै हामी आउने बेला भइसकेको थियो कि अनि त्यही भएर फेरि फर्केर आएर खानासाना खाँदा रात परिसकेको थियो Good morning, everyone. I'm just going to make a juice with this. This is, I think, raspberry. We found this in our garden. I have not expected यति धेरै पाकेको छ भनेर, but yeah, I think there are more. I'm gonna make a juice with banana. So, oh shit, I dropped one. No problem. We have a lot. Look, here also. Okay. Not expecting this much, but yeah, we have a lot. I'm gonna make a juice enough for today. So, yup. दिस इज नेपाली ब्रान्ड बनाना आई मिन नेपालकै बनाना हो सो यप योसँग स्मुदी बनाउने भनेर मैले चाहिँ केरा केलाइदिएको I see a lot of like this kind of video on social media and that is why I just wanted to try कि मान्छेहरूले यस्तो एस्थेटिक यस्तो राम्ररी कसरी बनाउँछ हेरौँ लाग्ने कि एकदम इन्ट्रेस्टिङ खालको देखिन्छ नि त सोसियल मिडियामा अनि मैले पनि लाइक एस्थेटिक बनाउन ट्राई गरेको थिएँ आज it takes a lot of time and energy. I was like, I had to redo like 10 to 12 time each. Everything I had to redo 10 to 12 time, and I was like, oh man, it's very like you have to give effort a lot to make like good aesthetic. And that is our final smoothie for the morning. फर लन्च मैले चाहिँ आज बन्दाको सब्जी बन्दा आलुको सब्जी एन्ड देन दाल भात तरकारी बनाउँछु भनेर अनि मैले प्लान गरेँ एन्ड देन आई स्टार्टेड कटिङ अल द इन्ग्रिडियन्ट्स विच लाइक वी निड टु कुक बन्दा अनि त्यही भएर यो चाहिँ मैले काट्न स्टार्ट गरेको सो यप प्राय मान्छेहरूले अब बन्दा नेपालमा आई फिल लाइक एकदम लसुन प्याज टमाटरहरू हालेर पुरो एकदम लपक्क मसलाहरू हालेर बनाउँछ तर हाम्रोमा चाहिँ आज मात्रै हो यसरी लाइक सबै खुर्सानी लसुन प्याज बन्दाहरू सबै काटेर के अरे बनाउने चाहिँ नत्र नर्मली चाहिँ हामीले चाहिँ बन्दा काट्छ अनि त्यसै थोरै तेलमा मेथी फुराउने अनि मेथी फुराइसकेपछि चाहिँ त्यो जापानिज के भन्छ सोया सस नट लाइक त्यो हाम्रो नेपालमा ऊ हुँदैन के भन्छ केचप त्यस्तै टाइपको हुन्छ होइन जापानिज अनि त्यो हालेर अनि हल्का पकाइदियो अनि त्यसपछि 10 मिनट जति कुक गरिसकेपछि चाहिँ अनि त्यही खाने त्यसरी गर्छ कि हामी चाहिँ मसलाहरू लपक्क हाल्दैन के अनि आज चाहिँ मेरो त्यस्तो साइड डिसहरू केही थिएन नि त दाल र भात त अनि त्यसपछि बन्दाको सब्जी मात्रै अनि कि आई प्लान्ड कि अब मसलाहरू हालेर अनि लाइक नर्मली अरू नेपालीहरूले पकाउने टाइपले नै बनाइदिने भनेर अनि मसलाहरू हालेर नै बनाएको कि आज मैले भन्दा चाहिँ अनि त्यही भएर त्यो साइड डिस भन्दा नि टमाटर अनि प्याजहरू खुर्सानीहरू सबै काट्नु पऱ्यो क्या मसलाहरू नि हामी बाहिरको लिँदैन के प्रायः चाहिँ हामीले आफै जिरा र अनि त्यसपछि त्यो धनियाँको दाना ल्याउने अनि त्यसपछि आफैले बनाएर के
मिक्सचरमा हाल्ने, मिक्स बनाएर धुलो भइहाल्छ, 2टा धुलो मसला भइहाल्यो। अनि जिराहरू पड्कायो, अनि त्यसपछि अरूहरू पनि मसलाको के भेराइटीहरू हुन्छ नि, त्यही भेराइटीहरू हाल्यो। प्रायः लाइक अलिकति उ नै हुन्छ, प्लेन नै हुन्छ, बट लाइक मलाई त प्लेन नै मिठो लाग्छ। अहिले त बानी भइसक्यो, त्यो मसलाहरू लपक्क हालेको त खासै मिठो लाग्दैन। अनि इट्स नट भेरी हेल्दी के त्यो सबै मसलाहरू लपक्क हालिसकेपछिको चाहिँ। त्यही भएर अनि मलाई चाहिँ कम मसला हालेकै मनपर्छ कि सब्जीहरू चाहिँ। सब्जी भन्दा नि प्रायः सबै अब बाहिर खाँदाखेरि त के हुन्छ थाहा हुँदैन होइन, तर घरमा बस्दा चाहिँ मलाई त एकदम प्लेन नै मनपर्छ, दाल भात। अनि त्यसपछि एकदम केही एउटा सब्जी साइडमा, सागहरू, अनि भयो भने चाहिँ अचार एउटा केहीको टमाटरहरूको बनायो। नत्र मलाई फेरि ऊ छ नि त के भन्छ त्यो बाथ रोग छ नि त, अनि मलाई अमिलोहरू टमाटरहरू केही खानै मिल्दैन। अनि त्यही भएर म यस्तोहरू नि अभोइड गर्छु कि, चिसोहरूबाट पनि म उ गर्नुपर्छ। अनि त्यही भएर आज चाहिँ 2जना छ नि त, अनि त्यही भएर अलि धेरै नै काटेको छ मैले भन्दा। नत्र चाहिँ म एक्लैलाई चाहिँ यति धेरै काट्दिनँ, किनभने आज चाहिँ बहिनी आएको थियो, अनि बहिनी र मलाई भनेर बनाएको के आज मैले। अनि यो खुर्सानी चाहिँ पिरै छैन होइन, अहिले त नेपालमा अब त्यो खुर्सानी पिरो आउने सिजनै छैन जस्तो। यो खुर्सानी बास्नाको लागि मात्रै हो, तर लाइक म चाहिँ पिरो एकदम खान सक्छु, अमिलो कम खान्छु नि त। अनि त्यही भएर पिरो चाहिँ मैले चाहिँ फेरि एकदम त्यो हुनैपर्छ क्या। पकाउन थाल्यो, ए जिरा फुरायो, अनि त्यसपछि मेथी पनि हाल्यो। खासमा मलाई मेरो मम्मीले सिकाउनु भएको नि, पहिला मेथी हाल्नुपर्छ, मेथी चाहिँ तात्न त्यो कालो हुनलाई अलिक टाइम लाग्छ भनेर। अनि त्यसपछि यो चाहिँ खुर्सानी प्याज हामीले काटेको थियो, मैले दालमा पनि हालेँ कि अलिकति प्याज। अनि यसलाई चाहिँ खासै चाहिँदैन नि त यसलाई त मसला, अनि त्यही भएर अलिक कम नै हालेको मैले। अनि यसलाई चाहिँ अलिकति ब्राउन हुनेसम्म चाहिँ पाक्न दिनुपर्छ। अनि ब्राउन भइसकेपछि चाहिँ अनि बन्दा र आलु हाल्नुपर्छ के। सो हामी ब्राउन हुन दिउँ ल एकछिनलाई यो। अनि ब्राउन भइसकेपछि फाइनली यत्तिको भयो होइन। अब यत्तिको भइसकेपछि चाहिँ आलु हाल्ने, अनि थोरै आलुलाई पनि चलाइसकेपछि अनि के हाल्छु भने बन्दा हाल्ने। म चाहिँ यसरी चाहिँ कहिल्यै पनि बन्दा कहिल्यै पकाउँदिनँ, आज मात्रै, आज बहिनी नै थियो नि त, टेस्ट फरक हुन्छ अनि बहिनीलाई मन नपर्ला भनेर पनि मैले यसरी बनाएको के। नत्र नर्मली म यसरी कहिले पनि बन्दा बनाउँदिनँ। बन्दा यसरी तेलमा, अनि बन्दा यत्तिकै यसरी हाल्छु, अनि त्यो सस हालिदियो, अनि त्यसरी सक्यो के। त्यो सस हालेपछि त्यसमै पानी हुन्छ, त्यही ससको पानीले पाक्छ, अरू एक्स्ट्रा पानी हाल्नु पर्दैन। अनि अल्सो कस्तो मिठो हुन्छ भने त्यो सस, जापानिज सस होइन, तपाईँहरूले नि भेटाउनु भयो भने चाहिँ खानु किनेर ल्याउनु होइन, मलाई चाहिँ लास्ट टाइम मिठो लाग्छ। बल्ल यत्तिको पाक्यो, अझै 10 मिनट जति छोपेर राखेपछि बल्ल रेडी हुन्छ हाम्रो लन्च।